म रूपलक्ष्मी दुलाल, मेरो उमेर चाहिँ 40 वर्ष भयो। संस्था चाहिँ म डब्ल्युएचआर सम्बन्धी काम गरेको ठ्याक्कै 12 वर्ष पुरा भयो। अहिले चाहिँ म धुप बाट्ने अनि मकैको खोस्टाबाट फुलहरू बनाउने, ब्याजहरू बनाउने अनि झोल साबुन बनाउँछु म आफैले। अनि अरूलाई ट्रेनरको रूपमा काम गर्न पनि गइरहन्छु। त्यसको साथसाथै मकैको खोस्टाकै चकटी, मकैकै खोस्टाकै मुढाहरू र परालको जुत्ता, परालको कुसन, कुसको कुसनहरू इत्यादि सामानहरू पनि म आफैले बनाउँछु। डल्लो साबुन, झोल साबुन। लिडर भएको मैले चाहिँ 10 वर्ष पुरा भयो अहिले। समूहहरू बनाएर अनि अरूलाई सिकाउने। हाम्रो दुईटा समूह छ। एउटा समूहमा 45 जना, एउटामा 75 जना। पहिला त अब घरभित्र बसेर गर्ने कामको मूल्याङ्कन हुँदैन। अब केही काम हामीले काम गरेकै छैन भनेर उहाँहरू परिचय दिनै मान्नुहुन्न थियो। अब अहिले चाहिँ हामी पनि गृह श्रमिक हो, हाम्रो पनि हक अधिकार चाहिन्छ भनेर चाहिँ बल्ल बुझ्न थाल्नु भएको छ। जति कि हामी समन्वय भएर काम गरे पछाडि नै उहाँहरू बुझ्न थाल्नु भएको छ। र उहाँहरूले चाहिँ अब जस्तो बुनाइ गर्नेहरू, पन्जा मोजाहरू बुन्नेहरूले पनि हाम्रो हक अधिकार पनि चाहिन्छ र हामीलाई पछि पेन्सनको रूपमा पनि केही चाहिन्छ भन्ने खालको आवाज उठाउन पनि लाग्नु भएको छ। र त्यसमै अब जुन हाम्रो यो गृह श्रमिकको महासन्धि अनुसार पनि त्यो हुनुपर्छ भन्ने एउटा मान्यता पनि हो, तर सरकारले दिन मानिरहेको छैन। हामीहरूलाई हेल्प त उनीहरूले गर्दैनन्, हामीहरूले गरेको कामको त मूल्याङ्कनै गर्दैनन्। तर हेल्प नगरे पनि अब अहिले चाहिँ विरोध गर्न पनि कम भएको छ। पहिला चाहिँ अब हामीहरूलाई पनि हक अधिकार चाहिन्छ भनेर हामी ओडामा जाँदा राजनीतिक दलहरूले चाहिँ हेप्ने खालको प्रविधि होइन, अब घरमा बसेर काम गरे भने के काम हो र भन्ने खालको जस्तो भइरहेको थियो भने अहिले चाहिँ उहाँहरूले अब जे होस् तपाईँहरूले गरेको काम पनि राम्रै हो। जस्तो कि हामीले खोस्टाको फुलहरू बनाउँछौँ, उहाँहरूलाई अफिस सजाउन पनि ठिक छ, बरु 2-4वटा ल्याइदिनु भन्नुहुन्छ, त्यति सहयोग चाहिँ गर्नुहुन्छ। अब त्यहाँभन्दा अरू चाहिँ पाएको छैन अहिलेसम्म। आवश्यकता सम्बोधन गर्ने कार्यक्रमहरू त बनेको छैन। आजको तालिम त राम्रो लाग्यो। जस्तो कि हामीलाई बजार लिनै गाह्रो भइरहेको थियो, अब आजकोबाट चाहिँ हामीले सामाजिक सञ्जालमा पनि बजार लिन सकिन्छ कि भन्ने एउटा आशा फुलायो।